यहाँ हर दिन नयाँ छ। केही कुरा कसैलाई सिक्ने जुनुन छ त कसैलाई केही कुरा आर्जन गर्ने जुनुन छ। सबैले सोचे जस्तो केही छैन यहाँ। हिजो कसैले केही चिज राम्रो लागेर सिक्यो, आज त्यो चिज बिर्सि पनि जान सक्छ। खास गरेर आइटी फिल्ड भनेको अहिले त्यस्तै फिल्ड हो। हिजो उसले जे सिक्यो त्यतिले मात्र आज पुग्दैन, उसलाई अरू कुरा पनि सिक्नुपर्ने हुन्छ। हिजो उसले सिक्यो होला कसरी ग्रो गर्ने, अब उसलाई सिक्नु हुन्छ भने त्यो एप्लाई कसरी गर्ने। भनिन्छ नि हरेक कुराका दुईवटा पाटा या तिनवटा पाटा हुन्छन् भनेर, त्यस्तै छ आइटीवालाको जिन्दगी। सबैले भन्छन् आइटी पढेपछि राम्रै जागिर पाउलास् भन्छन्, तर सोचे जस्तो सजिलो छैन यहाँ। यहाँ सबैभन्दा बढी भनेको चुनौती छ। किनकि चुनौती कस्तो भयो, आफूसँग लड्न चुनौती छ। अरू जस्तो एकचोटि यहाँ कुनै कुरा सिकेर हुँदैन, यहाँ प्रत्येक दिन लर्नर हो हामी। हिजोको तुलनामा आज के भयो, आजको तुलनामा अहिले के भइरहेको छ, अहिले दुनियाँमा के चलिरहेको छ, अहिले दुनियाँले के कस्तो क्राइसिस भोगिरहेको छ, कहाँ के भइरहेको छ, ती सबै कुरा हामीले जान्नुपर्ने हुन्छ। तर ती कुरा त्यति सजिलो छैन जान्नको लागि। कति अप्ठ्यारा छन्, कति नयाँ कुरा आउनेछन्, कति कुरा त थाहा चाहिँ हुँदैन है। यस्ता शब्द आउँछन् जुन अब यहाँभन्दा पहिला जिन्दगीमा कहिले सुनेकै हुँदैन। कति यस्ता शब्द आउँछन् जो सुनेका त हुन्छ तर त्यसको बारेमा डेप्थमा नलेज हुँदैन। केही कुरा याद हुन्छ, केही कुरा बिर्सिन्छ। त्यस्तो छ जिन्दगी अहिले। त्यसै भनिन्न कि एउटा व्यक्ति भनेको जिन्दगीबाट लर्नर मात्रै हुनेछ भने, मलाई पनि त्यस्तो लाग्छ। हिजो के सिक्यो के सिकेन त्यो कसैलाई म्याटर गर्दैन। आज तिमीसँग के छ त्यो म्याटर गर्ने हो र तिमी भोलि के दिन सक्छौ त्यो म्याटर गर्ने हो। लाग्छ होला, एउटा सुनेको होला सेल्फ ब्रान्डिङ, आफ्नो पनि ब्रान्ड हुन्छ भनेर। म मान्छु, तर सबैतिर चाहिँ त्यो सेल्फ ब्रान्डिङ एकदम इनफ हुन्छ, दिनुपर्छ भन्छ। तर एउटा क्षेत्रमा चाहिँ सेल्फ ब्रान्डिङ कहिले पनि नगर्नु हुन्छ, त्यो हो साइबर सेक्युरिटी। किनकि साइबर सेक्युरिटी यस्तो चिज हो जसमा चाहिँ सेल्फ ब्रान्डिङ गरिरहेको छस् नि त्यसको धेरै बेफाइदा हुनसक्छ। किनकि अब त्यो फिल्डै त्यस्तो हो नि त, जहाँ चाहिँ मान्छेहरू सुरक्षित कसरी रहन्छन् हुन्छ। साइबर सेक्युरिटीले भन्छ कुनै चिज हाल्नु छ भने 1-2 महिनापछि हाल। अब आफै बुझ्यो 1-2 महिनापछि हाल भन्नुको मतलब त्यो चिज कसले ट्र्याक गर्न सकोस्, बेच नगर्न सकोस्। त कहाँ गएको थिइस्, के गरेको थिइस्, तैँले कुनमा कम्पनीमा जब गर्छस् सकेसम्म त्यो रिभिलै नगर। त आफूमा मात्रै आफूमा बस, अरूले नथाहा पाउन् कि तेरो बारेमा। किनकि यो पनि तेरो लागि एउटा रिस्क हुनेछ, तेरो जिन्दगीसँग तँलाई गुमाउन सक्नेछ भन्ने कुरा।